वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामी यहाँ खेतमा छौँ। हामी चाहिँ यहाँ मम्मीले यहाँ फाड्नु परेछ। मम्मीले यति फाड्नु भइसक्यो। हिजो अस्ति र हुस्सो लागेको थियो, आजकल त घाम लागेको छ। उतातिर चाहिँ ट्र्याक्टर हिँड्ने। खेला जाऊ अगाडि बल खेला। चप्पल छैन तिम्रो गोछ यहाँ न आइज। चप्पल छैन त्यही बस। यहाँ नि मकै छ। गोछ काँडै काँडो छ। नआइज नि बाबु। जा माथि जा। के देखाउँदा केही छैन। अब त्यहाँ गोछ त्यसको हेर्न अब आमै। त्यो भित्र खेल। कता मम्मी चाहिँ यहाँ फाट्नु भएर यो बारीमा चाहिँ यस्तै हुन्छ जहिले नै। नहुने कुरा त हुँदै हुँदैन। यहाँ चाहिँ बुङ्गुरहरू कराएर मम्मीले खन्नु परेछ। मम्मीले यति खन्नु भयो। मैले भने अलिअलि खानेछ। त्यसलाई नदेखाइ त्यो। त्यसले मोबाइल दिँदैन अहिले। त्यहाँ उठिने भन्छ त्यसलाई कम डाहा लाग्छ। न आफूले बनाउन आउँछ। हजुर उतातिर चाहिँ हेटेर जाने गाडीहरू कराएर छ। समिरा भनेर गएर हामी चाहिँ भर्खर नआएको हो। मैले चाहिँ यति खाएँ। अझै अब उहाँबाट देखाउँछु तपाईँहरूलाई म अझै कति बाँकी छ भनेर। उल्लास बाँच्नै रहेछ हेर्नु है। देख्नुभयो होला भाइजी लसो भनेर। लसो बाजेको आमा मरेको थियो नि। त्यही भएर अस्ति नआएको थुप्रो दिन थुप्रो आएको हो। अब यति खाना बाँकी छ। अब यो कहिले सकिने हो? मम्मी तपाईँले त आज सकिन्छ भन्नुभएको थियो त। सकियो सकिएन कसको के खाइदिएछु त मैले। बिहानदेखि खाना यहाँ ढाड दुखिसक्यो। तपाईँको त्यो कोदालोको त्यो फलामै ठुलो छ। ए हाम्रो त सानो सानो छ। अब चाहिँ राति हुन आँट्यो गाइज। अलिअलि हुस्सो पनि लागेको छ उतातिर उयो पहाडतिर। तपाईँहरूलाई म बुङ्गुर देखाउँछु आज। धन्नले मेरो खुट्टा गाडेको यहाँनिर। तपाईँहरूलाई देखाउँछु आज म बुङ्गुर। नखाने बुङ्गुर सुतिहाल्छ नचलाउ कि अलिक कराउँछु भिडियो हुन्छ। प्याज ल्याएर यो चाहिँ सानो छ। यसको कति सानो छ। आरामसँगै हो लिएन। यो पनि हो त छेउमै राखिदिन्छु यसको। यसको चाहिँ यो फलमा फुस्किन आँटे खा। यसको त छैन। हजुर किन मलाई देखायो? खै पानी यहाँतिर मात्रै जम्मा हुन्छ अनि खुट्टाहरू गरिन्छ। मेरो खुट्टाको ढाड यहाँ अड्केर कि। के भयो मम्मी?
यो काँडा खोचिहाल्यो फेरि कति बस्यो काँडा हात दिने ऊ भाइ चाहिँ त्यहाँ खेलिरह भाइ चाहिँ उता कहिले यता ढौरिने कहिले यता ढौरिने कहिले यता ढौरिने कहिले यता ढौरिने काँडाले लाउनु मम्मी एकछिन तपाईँ समाउनु म त्यो गर्छु यहाँ यस्तो लाएर बसिरहेको छ यो मम्मी लाउनु तपाईँ यो समाउनु म त्यो गर्छु एकछिन मलाई मोबाइल समाउँदा थियो होला एकछिन लानु मोबाइल हात यसो हिलो देखेन के हुन्छ र नि त्यो सबै आइरहेको छ भिडियोमा बाबुले अब फेरि यहाँ मात्रै गर्नु बल्ल बल्ल खानेर सकायो गाइज ढाड पनि दुख्यो मेरो त हिजो दिउँसो आज बिहान दिउँसो गरेर सकायो बल्ल भोलि चाहिँ ल्याएर रोप्नु पर्ला भने सिमी हेर्नु न सिमीको झ्याङ घाँस जस्तो भइरहेछ थोरै फल्दा होइन आमामा बाबु त्यसो न हिँड्नु नि हिलोमा जाउँ भित्र अगाडि जाउँ खुट्टा धुने अब बुङ्गुर खोर सफा गर्नु पर्यो ल आज त ढाड दुख्यो माटो नखेल्नु न भोलि चाहिँ ल्याएर रोप्नु होला प्याजहरू धनिया मुला साग अनि सबै ल्याएर रोप्नु पर्ला भोलि चाहिँ यहाँदेखि यो माथिसम्म माथिदेखि यसो अरे फेरि यहाँ बाबु त्यहाँ नहिँड्नु भनेको यो कपाल छोडेर बस्ने मान्छे हिँड्ने कुर्सीमा बस्नुपर्छ त नि यसरी खोलेर हुन्छ यो कपाल छोड्ने यो पाया टी सर्ट लाउने मान्छेहरू त कुर्सीमा बसेर पो टिकटक चलाउने होइन हामी त त्यस्तो लाइफमा बस्ने है होला नि यसरी खन्न त सुहाउँदैन होला सरी तिमीलाई त तिमीलाई सुहाउँदैन होला खन्नलाई कपाल छोडेर नक्कली छैन क्या नक्कली भनेको जस्तो आले आलेलाई थियो झुम्रा आले रेको अयो ल जाउँ अब म बुङ्गो खर सफा गर्छु गाइज हो आज यस्तो डेन्जर यहाँ हात त्यस्तो भइरहेछ हात सबै चापर चुपेर के भएको होला काँडाले घोचेर हात केही छैन यसरी यस्तो गर्दै नभइरहेछ है देखिरहेछ हात त यो कोताला सबै एक ठाउँमा राख्नु अब छिटो जाउँ ए बुङ्गुर सफा गर्नु पर्यो ठट्ट ढाड त कस्तो लेम्बा भयो लेम्बा भयो गाई छ लेम्बा बाबा हिँड है ल छोरी अब भयो धेरै खानु हुँदैन मम्मीले चाहिँ आगो बाल्न लानु भयो पिँडालु गर्नलाई बसालालाई राम्रोसँग पाकेन त्यो खानै मानेन खै के भयो यो बुङ्गुर पनि धेरै माथि पखाइ यहाँ भएको छैन यो हाल्नु थोरो बुङ्गु धेरै माथि छ बदमास बोलेन कि खोइ दबाई ले न बोले मैले उतातिर बोलिरह खोइ सल्केन सँग हाँस कहाँ गयो हेर्दा जाऊ त हाँस पनि हाँसो त ओ त्यसलाई अगाडि लगाउनु पर्ने फेरि अब समात्नुपर्छ हेर्नु यहाँ मात्रै गएर देखाउँछ अब उतातिरसम्म उयो माथि हाँस चाहिँ ऊ यहाँ हामी दुईटा प्यारो हाँस उतातिर गयो यो चाहिँ हाम्रो खुर्सानीको बोट हो अब कुखुरा चाहिँ कता गयो भने तिनीहरू त
कता गयो होला गाइज कुखुरा कहाँ गयो त्यो तेलमै सधैँ हाल्नु कता गयो त ए छैन अगाडि छ होला गाइज कता गयो त्यो कुखुरा छैन त गाइज कता गयो होला हाम्रो कुखुरा यतापट्टि पनि छैन यता छ यता के हुनु गाडी नै होइन मम्मी कुखुरा नै होइन अब हामी हाँससम्म आउँछौँ त्यसलाई अब त्यो मार्ने छ नि त्यहाँ छ नि यसलाई यहाँबाट यसलाई समाउनु सकिँदैन कि म यहाँबाट चढेर तपाईँलाई देखाउँछु हजुर लामो लट्ठी लिएर भोजेर लगाइदियो कुन लामो लट्ठी त्यो माथि कुन म यता बस्छु समाउन गएको हुन्छ कि गाइज अरू केही कुरा खोइ जाँदैन समर के गरेको काम गरेको अझै आगो बलिरह सानो त्यही पनि अब समाउनु ल हुन्छ बन्द गर्ने हो